तिब्बत चीनको हिमाली क्षेत्र हो। हिम चट्टानको ठूलो भाग खस्यो, लेहेन्डे खोला थुनियो, अस्थायी रूपमा पानी र माटोको ताल बन्यो। त्यो अवरोध फुटेर ठूलो भेल आयो। भोटेकोशी नदी, रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशुली नदी, तलतिर नुवाकोट हुँदै नारायणी तर्फ पानी फैलियो। त्रिशुलीमै अचानक कुनै नयाँ पानीको स्रोत खुलेको होइन, माथि तिब्बत तर्फबाट आएको ठूलो पानीको लहर भोटेकोशी हुँदै त्रिशुलीमा पुगेको हुन सक्ने अनुमान गरिएको छ। प्राकृतिक विपत्तिले हाम्रो घर आँगन उजाड्न सक्छ साथीहरू, तर नेपालीको हिम्मत र एकता कहिल्यै बगाउन सक्दैन। बाढी पहिरोमा ज्यान गुमाउने हुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली। बेपत्ता तथा प्रभावित परिवारप्रति गहिरो समवेदना। यो कठिन घडीमा हामी सबै नेपाली एक भएर एक अर्काको साथ दिनुपर्छ। बाढीले घर बगाउन सक्छ, नेपालीको हिम्मत होइन। बाढी पहिरोमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली। यो दुःखद घडीमा हामी सबै नेपाली एक भएर विपदको सामना गर्नुपर्छ।